हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज हो मेरो डे 11 45 डेजको। मैले योभन्दा पहिला चाहिँ 30 डेज कम्प्लिट गरेर 5 केजी लस गरेको थिएँ। अब चाहिँ म 45 डेजको भिडियो गर्दैछु। लेट्स सी मेरो कति केजी वेट लस हुन्छ भनेर। अनि हजुरहरू पनि यदि गर्न चाहनुहुन्छ भने चाहिँ भोलि भनेर कोरेर नबस्नुहोस्, आजदेखि स्टार्ट गर्नुहोस्। भनिन्छ नि केही नगर्नु भन्दा चाहिँ अलिकति गर्न बेस हुन्छ भने कि। अनि त्यही भएर चाहिँ थोरै थोरै गरेर भए पनि स्टार्ट गर्नुहोस्, पछि चाहिँ बानी पर्दै जान्छ। अनि मेरो चाहिँ म चाहिँ कहिले पनि एकदम मेरो ड्रास्टिकली वेट लस चाहिँ हुन्थेन, तर योचोटि चाहिँ मेरो 5 केजी लस भएको थियो। त्यही भएर पनि म यसरी भिडियो गर्नलाई चाहिँ मोटिभेट भएको छु। अनि हजुरहरूले चाहिँ बोर नमानिकन हेरिदिनु होला। अनि मैले के खाएँ हजुरहरूले भिडियोमा हेरिसक्नु भएको छ होला। यही नै थियो मेरो डे 11। हजुरहरू पनि स्टार्ट गर्नु है। एन्ड थ्याङ्क यू फर वाचिङ एभ्री वान। लट्स अफ लभ।